भाइ बहिनीहरू बीएलई को रिजल्ट भर्खरै पब्लिस भइसकेको छ। यो कुरा तपाईहरूलाई अवगत नै छ र कतिले त रिजल्ट पनि चेक गरिसके र कतिले चेक गरेको छैन, इन्फर्मेसन छैन र त्यसै सम्बन्धमा भिडियो लिएर आइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र साथीहरूकोमा सेयर गरिदिनुहोला र च्यानलमा पहिलोपल्ट भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब र भिडियो सेयर गरिदिनुहोला। ल आजको भिडियो सुरु गरौँ। साथीहरू, आज तपाईहरूलाई बीएलई को रिजल्ट चेक गरेर देखाउने छु र भर्खरै बीएलई को रिजल्ट पब्लिस भइसकेको छ। कतिपय साथीहरूले चेक गरिसक्यो पनि सक्यो, कतिलाई जानकारी पनि छैन कतिलाई कसरी चेक गर्ने भनेर त्यसको बारेमा एउटा भिडियो लिएर आइसकेको छु। म चाहिँ जितपुर सिमरा सब मेट्रोपोलिटन सिटीको चेक गर्न गइरहेको छु। त्यसको लागि साथीहरू तपाईलाई माथिपट्टि सर्च बार भन्ने छ, त्यसमा जस्ट लेख्नु होला जितपुर सिमरा सब मेट्रोपोलिटन सिटी अनि यहाँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ भनेको तपाईको जितपुर सिमरा सब मेट्रोपोलिटन सिटी आइसकेको छ। फर्स्ट लिंक आएको छ अनि यसमा तपाईले जस्ट टच गर्दिने, यसमा क्लिक गर्दिने। क्लिक गरिसकेपछि साथीहरू, माथिपट्टि 3 डट भन्ने अप्सन छ अनि त्यसमा जस्ट टच गरिदिनु होला। टच गरिसकेपछि यहाँ तपाई देख्न सक्नुहुन्छ। यहाँ धेरै अप्सनहरु छ। के छ भनेपछि होम छ, इन्ट्रोडक्सन छ, प्रोग्राम छ, प्रोजेक्ट छ, स्पोर्ट छ, गभर्नमेन्ट एन्ड नोटिस इन्फर्मेसनहरु छ, एन्ड करियर एन्ड डाउनलोड फर्म अनलाइन सर्भिसेस छ। अनि तलपट्टि स्क्रोल गरेर अनलाइन सर्भिसमा टच गरिदिने अनि यसलाई स्क्रोल गरिदिने। स्क्रोल गरिसकेपछि साथीहरू यहाँ देख्न सक्नुहुन्छ तपाईले। सरी साथीहरू, फेरि अनलाइन सर्भिसेसमा टच गरिदिनु होला अनि स्क्रोल गरिदिनु होला। अनि यहाँ तपाईले देख्न सक्नुहुन्छ अनलाइन कक्षा 8 को परीक्षाफल भनेर, अनि जसमा टच गरिदिनु होला। टच गरिसकेपछि साथीहरू तपाईले सिम्बल नम्बर हाल्नु होला, राख्नु होला अनि बर्थ अफ डेट राख्नु होला। बर्थ अफ डेट राखिसकेपछि तपाईको रिजल्ट शो गर्नेछ। उदाहरणको लागि मैले सिम्बल नम्बर राखे अनि बर्थ अफ डेट हाले। अब म चेक गरेर तपाईलाई देखाउने छु। अनि साथीहरू अहिले रिजल्ट शो गरिसकेको छ। यो चाहिँ एउटा विद्यार्थीको थियो। अघिसम्म मेरोमा चाहिँ शो गरेको थिएन, नेटको प्रब्लम गरेको कारणले गर्दाखेरि अब के टेक्निकल प्रब्लम थियो थाहा भएन। अनि त्यसरी भए पनि तपाईले कुनै खालको समस्या आएको छ भने कमेन्ट गरिदिनु होला, म सल्भ गरिदिन्छु। यो जितपुर सिमरा सब मेट्रोपोलिटन बाराको रहेछ यो रिजल्ट। सहनी रहेछ अनि नाम। अनि त्यसैगरी तपाईको सिम्बल नम्बर दिएको छ, रेजिस्ट्रेसन नम्बर दिएको, कुन विषयमा कति ग्रेड आयो भनेर तपाईले यसरी चाहिँ मार्कसिट सहित तपाईले आफ्नो रिजल्ट चेक गर्न सक्नुहुनेछ। र यसलाई तपाईले यसरी प्रिन्ट गर्न पनि सक्नुहुनेछ। यसरी तपाईले प्रिन्ट गरेर मोबाइलमा नै यसरी प्रिन्ट गरेर यसरी सेभ गर्न सक्नुहुनेछ। अनि यो सबैको सेभ भइसक्यो। यसरी तपाई सेभ गर्न सक्नुहुनेछ। यस्तो ट्रिक कसैले बताउँदैन। सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, च्यानललाई सब्स्क्राइब गरिदिनु, सबैकोमा सेयर गरिदिनु होला। यति भन्दै अर्को भिडियोमा भेटिनेछु। जाँदै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला।